हे एभ्रिवान, आज चाहिँ म बेङ्गलोरको कपाल पार्क जाँदैछु। कपाल पार्कमा हल्का घुम्नु लागि आएको छु, छुट्टी छ त्यही भएर। अन्त छिर्नु चाहिँ कहाँबाट नछिर्नु हामी? हे एभ्रिवान, आज चाहिँ म आएको छु बेङ्गलोरको कपाल पार्कमा। हेर्नु सक्नुहुन्छ यहाँ फुलै फुलको बगैँचामा मेरी माया नाम नै थाहा पाउनु होला यो कपाल पार्कको। अरू त म केही त्यस्तो खासै देखाउँदिनँ किनकि देखाउने लायकको पनि हुँदैन। नाम नै थाहा पाउनु, यो कपाल पनि दिए सानो फुलै फुलको बगैँचामा मेरी माया। पछाडि चाहिँ त्यहाँ देख्नु हुँदैछ तपाईँले, त्यो चाहिँ एउटा लाइब्रेरी रहेछ यहाँको। साथमा इसका मुझ कौन काटेगा, मेरा भाइ दुर्गा सुनाई। के हो मेरो फोनले त देखिँदैन त राम्रो। हेर्नु सक्नुहुन्छ फुल फुलै फुल छ है, फुलै फुल फुलै फुल साह्रो दामी। बाटो हेर्नुहोस्, दुर्गेश नायक हिँडिरहेको छ अगाडिबाट। अरू त के देखाउनु होइन, भित्र जाँदिनु किनकि बाटो छु नि त। भित्र गयो भने त साह्रो नराम्रो राम्रो दृश्यहरू देखिन्छ होला भनेर चाहिँ, सिनहरू देख्नु पाउँछ भनेर चाहिँ नगएको। बिकज यो हो कपाल पार्क, यहाँ खालि कपाल मात्रै आउने हो नि त काम। हामी चाहिँ यसो डुल्दै आएको। अब कहिले आएको थिएन नि त, म चाहिँ फर्स्ट टाइम हो यो मेरो कपाल पार्कमा। त्यही भएर यहाँ सक्नुहुन्छ लाइब्रेरी, यो लाइब्रेरी हो पुरा फुलै फुलको बगैँचाको बिचमा लाइब्रेरी। गाइस, यो चाहिँ बेङ्गलोरको हाइकोर्ट हो है, यो बेङ्गलोरको हाइकोर्ट हो। म चाहिँ जान्छु अब विधानसभा हेर्नु लागि। आज त घुम्दिने हो छुट्टीमा। यहाँ हाइकोर्ट गेट नम्बर 2 रहेछ यो। ऊ त्यो देखिन्छ त्यो चुचो, त्यो चाहिँ विधानसभा हो। त्यो चुचो देखिँदै गरेको थियो विधानसभा, बेङ्गलोरको विधानसभा भवन। कति राम्रो छ नि, सानो राम्रो छ। ए एउटा मात्र कहाँ हुन्छ त सभा? यता पनि रहेछ है, नेक्स्ट वान अल्सो। गाडी लागिरहेको छ, हामी हिँड्ने बाटो। कहाँको गाडी? हेलो गाइस, दुर्गेश नाइक यहाँ हुनुहुन्छ, हाम्रो डाक्टर अम्बेडकर ज्यू। यहाँ हेर्नु सक्नुहुन्छ विधानसभा, जो कि बेङ्गलोरको विधानसभा हो। घाम यस्तो डेन्जर लागेको छ कि मैले हेर्नु सकेको छुइनँ। के देखाउँदैछु के देखाएको छैन त थाहा छैन। साइडमा चाहिँ राजाहरूको मूर्ति रहेछ, घोडामा बसेको विधानसभा। यहाँ चाहिँ लेखेको रहेछ कि गभर्मेन्ट वर्क इज गोड्स वर्क लेखेको छ। भगवानको वर्क अरे गभर्मेन्टको वर्क भनेर चाहिँ लेखेको छ। यो तर पुरानो जमानामा ब्रिटिस कालमा बनाएको होला नि, ब्रिटिस कालमै बनिएको हुनुपर्छ। अहिलेको इन्जिनियरिङ यस्तो बनाउन सक्दैन नि त। माथि अशोक उयो के भन्छ त्यो 3टा टाइगर होला। आज चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो दामी ठाउँ घुमेँ कि म। हेर्नु न बिल्डिङ, आमा यो चाहिँ युबीको बिल्डिङ हो। यो विजय माल्या किङफिसर, जहाँ हाम्रो म्याडमको पनि के भन्छ एउटा घर छ अरे। यहाँ यो कुन चाहिँ फ्लोरमा छ अरे? यहाँ बिल्डिङहरू आमामा। म चाहिँ अहिले आएको छु मलभित्र, प्रेस्टिजको मल हो यो चाहिँ। सानो कता छ त बिल्डिङको डिजाइनहरू हेर्नु। हेर्नु सक्नुहुन्छ खतराको छ। यहाँ बस्ने सिस्टम नै हेर्नु कति दामी छ। त्यहाँ हेर्नु न कति दामी छ जाने बाटोहरू। यस्तो दामी ठाउँ घुम्नु भएको छ त बेङ्गलोरमा, आउनुहोस्। यो चाहिँ मैले लास्टमा फोटोहरू राखिदिएको, रिमेम्बरको लागि खिचेको फोटोहरू। बेङ्गलोरको पार्कतिरको, मलको, अन्त विधानसभाको, अन्त साथीसँग खिचेको फोटो हो। यस्तै भन्दै तपाईँहरूसँग बिदा माग्दछु। अर्को भिडियोमा भेटौँला। हस् त, नमस्ते, बाई।